एभ्रिवान, सबैजनालाई नमस्ते नमस्कार छ। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै नै छु। म चाहिँ आज कहाँ छु भन्दाखेरि यहाँ छु, हस्पिटल छु। त्यहाँ बसिराख्नु भएको हाम्रो म्याडम बडी चेकअप थियो, अनि त्यहीँ मेरो पनि यसो खुन चेक गरौँ न भनेर आएको। धेरै भएको थियो कि खुन चेक नगरेको, अनि त्यही भएर म चाहिँ यहाँ आएको भनौँ है। तर कहाँ गई यता बसेको म्याडमको चाहिँ मान्छे आइपुगेन अहिलेसम्म। मान्छे आइपुगेन भन्दाखेरि पनि तिम्रो सामानै आएको छैन कि, नत्र अहिलेसम्म पिकअप भइहाल्थ्यो। पछाडिको कोही छैन भने जस्तै बसिराखेको थिएँ। अनि तपाईँहरू मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ होइन, सबैजना माया गरिदिनु होला। अनि मेरो भिडियो अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ के गर्छु, कहाँ जान्छु, सबै कुरा देखाउने छु तपाईँहरूलाई। तपाईँहरू मसँग जोडिरहनु होला भन्दै त्यहाँको कहाँ गयो त्यहाँको दाइले नि, त्यहाँको दाइले नि यस्तै पछाडिबाट हेरिरहेको छ नि। यहाँ के छ, मैले बिहे नगरेको हो त्यो दाइले उडाइदिन्थ्यो भने। पछाडिको नाकमा सिँगान आउँदैछ, सिँगान चलाउँदैछ। के गर्नु, अब यस्तै छ। मेरो चाहिँ आज छुट्टी मिलेको छ। अनि छुट्टी मिल्यो भन्दा पनि छुट्टी मिलाएर आएको। हेलो गरिबक्से हजुर हो। कुन मान्छे मुन्न गएछ उता, पछाडि मान्छे मुन्न गएछ। यो इन्डियामा लास भन्ने कुरा छैन कि गाइजहरू होइन। यहाँ इन्डियाको मान्छेको लास जानु भन्ने के पनि छैन। क्यामेरामा के देखिन्छ भने धेरै टाइम भइसक्यो हामी चाहिँ यहाँको। अब खै उहाँ कति बेला आउनुहुन्छ, जति बेला आयो त्यति बेला नै तपाईँहरूलाई देखाउँछ हामी के गर्छु, कहाँ जान्छु भनेर होइन। त्यही हो, अर्काको देशमा भनेर सजिलो छैन। मलाई चाहिँ आज कति दिनपछि छुट्टी मिलेको के। छुट्टी मिल्यो भन्दा नि उसलाई अलिक सन्चो थिएन थियो, म अनि अलिक सन्चो थिएन। अनि त्यही भएर चेकअप म अलिक खुन चेक गरौँ न भनेर आएको। उसलाई पनि अब स्क्यान थियो कि उसको, त्यही भएर हामी चाहिँ यहाँ आएको भनौँ। त्यहाँको दृश्य देख्न सक्नुहुनेछ। गाडीहरू आम्मा के साह्रो गाडीहरू लागिरहेको छ। लु साथीहरू, म चाहिँ एकछिन पछि भेट्ने छु तपाईँहरू सामु। भैया चिकन है क्या, 5 में चिकन। थैंक यू। हमें तो चिकन भर्ती यो कति भयो, यो कति भयो पछाडि म आँगन पुग्दा जान्छ। मलाई चाहिँ भोक लाग्यो चिकन खाएको। तपाईँहरू खानुहुन्छ भने आउनु होला नि, चिकन खानु। कहाँ गयो त्यो मान्छे, हरा कि हराइन्छ भने क्या भयो, ओए क्या भयो, के भन्न चाहनुहुन्छ, दर्शकहरूले के भन्न चाहनुहुन्छ। वीडियो बनाउनु
पछाडि माया अङ्कल देखायो त खै कति बेला आउँछ त 10-15 मिनट भइसक्यो वेट गरेको अहिलेसम्म आएकै छैन मान्छेले हेर्यो म चाहिँ अब 5 मिनट देख्छु ल आधा घन्टा पुरा आएर बल्ल मान्छे पुग्दैछ नि यहाँ पछाडि के को चौल ल्याएर यहाँ भिडियो बनाउन लाग्यो आधा घन्टा पुरा गएछ यहाँ को हुन इनु खिचेको हो इनु मलाई आधा घन्टा पुऱ्याएर बल्ल तल्ल अब चाहिँ हामी चाहिँ भित्र इन्ट्री गर्न थाल्छौँ भित्र थाहा छैन भिडियो बनाउनु मिल्छ कि नै भनेर होइन मिल्छ भने तपाईँहरूले सबै त्यो देखाउँछु मिल्दैन भने अनि सिधा घर गएर खानु खाएर यसले के साह्रो हेरेको यसलाई राम्रो लागेछ ऊ यहाँ हेर त कति ढिला आएर त्यही हो खानु खाने रे हामीले तुमी अनुहारै खाइन्छ भने भनेको त खानु गरेको तिमीले इन्का घर खानु त्यसो रहेको कुटिलो बाँधिदिया हो नानी पोल्थेन नि कुटिलो बाँधिदिया आता पनि ल्याउँदैन हामी चाहिँ लाग्यो ओपन के भयो यहाँबाट नजिक पर्छ है लाजले ओ बाबु तल झला त नि रिङ्गै हो के यहाँ हो लाइभ भिडियो यहाँ हो सबै हो तपाईँ केही बनाउनु भने तपाईँ काटकुटा दियो नि त यो प्याज लाग्थ्यो यो त्यही त हाल्यो त खै यो त्यही हो यो हाल्यो यो नहाल्यो भने तपाईँ गयो बोलाएको माथि उ गरे भन्यो अब चाहिँ स्क्यानर गर्ने भनेर तलबाट माथि होइन यहाँ चाहिँ सबैतिर भयो होइन पैसा पनि लियो पैसा पनि पहिल्यै नै लगिसक्यो तर यहाँ चाहिँ अचम्मको कुरा के भन्यो भन्दाखेरि 3 घन्टा वेट गर्नुपर्छ है म हुँदाखेरि होइन मैले बच्चा पाउँदाखेरि मेरो चेकअप हुँदाखेरि चाहिँ यत्रो टाइम लाग्थेन हाम्रो नेपालमा धेरै लाग्यो भने 10-15 मिनट लाग्थ्यो तर यो इन्डियामा चाहिँ पैसा लियो होइन पैसा त्यहाँको पेड भन्नलाई लियो 2530 लगी नै सक्यो अब चेकअप चाहिँ 3 घन्टा बस्नु अरे कि अब 3 घन्टा के गरेर बस्नु यहाँ भएको यो टिस्यु पेपर हेरेर बस्नुपर्छ अब कस्तो भइरहेको छ अब चेकअप भनेको खासै यिनको चेकअप अनि मैले पनि हुन्छ होला नि कुन चेक गरेर जाने भनेको गर्दिनँ अब यिनको स्क्यानर गर्न 3 घन्टा भनेपछि मेरो खुनको पनि 7 घन्टा वेट गर्नुपर्छ होला यहाँ भयो गर्दिनँ
गर्छु भनेर चाहिँ गर्दिनँ अब चाहिँ गर्दिनँ गाइस। अनि म चाहिँ यता बसेर तर यसले चाहिँ झर्नु भएन मेरो मोबाइलको सबै नाश हुन्छ। कस्तो बस्दैन भनेर घरमा चाहिँ बस्छु त। ऊ त्यहाँको दाइले यति अघिदेखि हेरिरहेको छ, त्यसलाई पनि ल्याइदिउँ न भिडियोमा। पछाडिलाई निन्दा लागे जस्तो छ, मलाई भोक लागिसक्यो। हाफ डे छुट्टी गरेर आएको, काममा पनि रिसाएर फोन काटी। चिकुम चबाएर बस्नु परेको छ। हिजो भनेर पुरा अस्पताल घुमेर भिडियो बनाउनु मन थियो, तर घुम्न मिल्दैन होला, क्यामेरा कता लगाएको छ यहाँ। त्यस्तै छ साथीहरू। हामी चाहिँ बसेको छौँ, मोबाइलमा चार्ज पनि त्यति धेरै छैन। के छ त विचार भन्नु होला, बोल्नु होला, आफ्नो मनमा लागेका कुराहरू सेयर गर्नु होला। झन् काम चलिरहेको छैन। चिकन चबाउनु बस्ने मलाई चाहिँ रिस उठ्यो अब। किन भन्दाखेरि पैसा लिइसकेपछि त अलि छिटो त गर्नु पर्यो नि हौ, छिटै गर्दैन। 3 घन्टासम्म के गरेर बस्ने तपाईँहरू भनिदिनु होला है। के राख्नु पर्यो इनलाई कल, अब इन लगाउँदैछन् कल। हेलो दीदी, मेरा थोड़ा काम पड़ गया है, मैं थोड़ा लेट आऊँगी, ऐसा बोलेंगे, हम सुनेंगे। कस्तो खुसी भइरहेको छ कि दुखी भइरहेको छ हो? ठुलिएर हो नि बिचारीले भन्दैछन् म दुखी भइरहेकी छु, किनभने मलाई वेट गरायो नि त। हिजो पनि वेट गरायो, आज पनि वेट गरायो, अस्ति पनि वेट गरायो। बिचारी 3 दिन भइसक्यो, 3 दिन वेटमै बसिरहेको थियो त्यो दिनमा चाहिँ। लु साथीहरू, बाई बाई। म चाहिँ अब अलिक समयपछि मिल्नेछु तपाईँहरूको साथमा। बाई बाई। 3 घन्टापछि फाइनल्ली बोलाउनु त बोलायो होइन, तर के गर्नु साथीहरू, यसको नागरिकतामा 18 वर्ष पुगेकै रहेनछ। मान्छे जन्मेको 21 वर्ष भइसक्यो, तर चाहिने सामानमा भने 18 वर्ष पुगेकै छैन। बसिरहेको छ म यस्तै। यस्तो तनाव दियो नि, के गर्नु। अब खै कति घन्टा लाग्छ थाहा छैन। काममा जानु छ, कामदेखि फोन आइपुगेछ, के गर्नु। 3 घन्टापछि भर्खरै भित्रलेकी थिएँ। अब स्क्यानर सुरु भयो उसको चाहिँ। साथीहरू, इन्डियामा जो नयाँ हुनुहुन्छ होइन, जो नयाँ हुनुहुन्छ, जो आधार कार्ड बनाउँदै हुनुहुन्छ होइन, जो प्रेग्नेन्ट हुनुहुन्छ, 3 घन्टापछि बल्ल भित्र लियो होइन उसलाई चाहिँ। अब चाहिँ स्क्यानिङ हुन्छ उसको। म चाहिँ के भन्न चाहन्छु भने, जो इन्डियामा हुनुहुन्छ होइन, इन्डियामा जो नेपालदेखि इन्डिया आउनुभएको छ नयाँ मान्छे, जसको आधार कार्ड छैन होइन, जो प्रेग्नेन्ट हुनुहुन्छ होइन, जो आमा बन्दै हुनुहुन्छ, जसको आधार कार्ड छैन, उहाँलाई चाहिँ के भन्न चाहन्छु भने, म तपाईँ आधार कार्ड बनाउँदाखेरि करेक्ट 18 वर्ष पुग्ने गरेर बनाउनु होला, नत्र भने हस्पिटलमा समस्या हुनसक्छ होइन। करेक्ट उहाँलाई भन्नु होला, हामीलाई 18 वर्ष पुग्ने गरी आधार कार्ड बनाइदिनु भनेर है। सुझावको लागि तपाईँलाई भनेको। थ्याङ्क यू सो मच, धन्यवाद, बाई बाई, पछि भेटौँला। फाइनल्ली साथीहरू 5 घन्टा पछि बाहिर निस्क्यौँ भर्खरै।
अब चाहिँ लाग्नु पऱ्यो घरतिर होइन। कहाँदेखि जाने जाम हेर्न सक्नुहुन्छ तपाईँहरू। साह्रो जाम यस्तो साह्रो जाम परिरहेको छ। अब चाहिँ लाग्नु पऱ्यो घरतिर। गाली पनि आइरहेको छ कामदेखि। हाफ डेको छुट्टी लिएर आएको, यहाँ फुल डेको छुट्टी लिइरहेको छ मेरो चाहिँ। के गर्ने अब यहाँबाट पार्टी जाउँ। यो पार्टी कता छ पार्टी जाने भनेको घर पुग्दा अब 10 बज्छ होला, काममा जाँदा 12 बज्छ होला। त्यहाँको त्योमा गएँ त्यहाँमा एउटा भाइ थियो क्या, कहाँ गयो यार हो उता त्यो एउटा भाइ यस्तो हाँसिरहेको छ त्योमा। मगन छ भने केटो सबैले लिइहाल्छु नि यसमा। तपाईँहरू जोडिनै राख्नु होला, म सबैले देखाउँछु जस्तै गरेर। तर भोक लास्ट लाग्यो भने त्यसले नि 3 घन्टाभित्र गएँ होइन। अनि के भन्छ 3 घन्टा बाहिर वेट गरायो क्या त्यो मान्छेले क्या। लोकेसन कहाँ पर्ने झन्डै मेरो मन खाली गरेर यति कलर बनाइदियो यहाँ खानाहरू चाहिँ पत्यालाई छ, पत्यालाई जाउँ हो। के ढलिरहेको काम गरिरहेको चाउमिन 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 मोमो खाने हो चाउमिन भने जस्तै खाएको चाहिँ लाग्नु पर्यो घरतिर। यस्तो जाम परेको छ, गाडी पनि आइरहेछ। हेरिरह यहाँ नहेरेर कामै छैन। सबैले हेर्नुपर्छ, नहेरेर कामै छैन। सबैजनाले हेर्ने लास्ट किन लगाउँछ एक्सक्युज लास्ट किन माग्नु पर्छ, सबैले हेरिराख्नुपर्छ। झन् मैले ब्लुटुथ ल्याएको भए त झन् राम्रो भिडियो हुन्छ। मैले ब्लुटुथै ल्याइन। मेरो आवाज आएको छ कि छैन होइन तपाईँहरू भनिदिनु होला। भोक लाग्यो यार। त्यहाँ चाहिँ जाम एकदमै धेरै पर्छ। कस्तो फिल भयो त हजुर म्याडमलाई? 3 घन्टासम्म मजाले भित्र बेडमा पढेर मलाई चाहिँ बाहिर कुराको कुरै, हामी चाहिँ बेडमा सुतेको सुते, तिमीलाई चाहिँ कुराए भने जस्तै। मलाई चाहिँ 3 घन्टा मजाले कुराई होइन, आफू चाहिँ भित्र बेडमा सुति। अब चाहिँ हामी चाहिँ लाग्यौँ घरतिर, किनभने धेरै काम छ आज। हाफ डेको छुट्टी भनेर आएको थियो, फुल डे भयो। अनि त्यसपछि काममा पनि थोरै गाली खाइयो। अनि त्यसपछि चाहिँ अब के गर्नु, भेट्नु पर्यो होइन, नहेरेर काम सुन्नु। अब साथीहरू हामी भेटौँला नेक्स्ट डे नेक्स्ट भिडियोमा भने जस्तै। थाहा छैन, मोबाइलमा चार्ज पनि छैन। अनि मान्छे पनि त्यसो टाँसिन्छ भने यहाँ बाटोमा हिँड्दाखेरि तलहरू चाहिँ जानु नि हो कति त। पारीको जाम पर्यो। फिटी जाउँ जरा त्यही भएर हिँडी जाउँ। जो साथीहरू अब चाहिँ हामी घरतिर लाग्यौँ। अब म भिडियो बनाउन सक्दिनँ, मलाई भोक लागेको छ, घर गएर भात खानुपर्ने छ। बाई बाई। कति राम्रो छ पछाडि।
सिक्युरिटी दाइ लैजाउँ क्या बस त्यहाँ सिक्युरिटी दाइको भिडियो बनाइ लैजाउँ पारी जानु हो पारी जानु हो यसलाई ऊ त्यहाँको साडी छ यो अरे गाइस अब चाहिँ हामी सकेसम्म घर पुगेपछि भिडियो बनाउने छु नत्र भने यहीँ इन गर्ने छु भन्दै पानी खाने है चिकन खान लागि चिकन खान लागि खाने है पर्के खाँदा नहेरेको कहाँ हो कस्तो अब चाहिँ मलाई भिडियो बनाउनु साथीहरू म चाहिँ अब सिधा घर जान्छु अनि घर गएर भिडियो बनाउनु अहिलेको लागि बाई बाई सबैजनालाई गुड नाइट अल अफ यु सरी थ्याङ्क यू सो मच मेरो भिडियोमा लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मेरो न्यू भिडियो न्यू भ्लगका साथ तपाईँहरूको माया ममताले बसिरहेको छु भन्दै अब चाहिँ छुट्टिन चाहन्छु धन्यवाद बाई बाई पेटो चाहिँ भानी देऊ